गाडीमा चढेर सर्ट जाने गाइस होइन हामी चाहिँ गाडीबाट झरेर हिँडेको ल सत्त हिमाल देखिरहेछ सर बाटो र चिसो खाँदै है हामी चाहिँ कोका कोला अब सम्झे सर हामी चाहिँ अहिले लगभग 20 बाटोमा आइपुग्यो यहाँबाट चाहिँ कति लाग्ला लगभग 20-25 मिनट है अब चाहिँ लगभग 20-25 मिनट लाग्छ यहाँदेखि सर यहाँबाट चाहिँ यस्तो दामी भ्यूज देखिन्छ है गाइस सर आज चाहिँ दिन एकदम खुलेको छ दरङ बजार गर्मी छ सर र म्याग्दी खोला बोले अनि कस्तो महसुस भन्छ त नि त्यसलाई अहिले एकदम थाकेको महसुस उकालोमै घुम्न आउँदा एकदमै रमाइलो महसुस हो अरू अब जाँदैछ मैले दिन चाहिँ आज यस्तो दामी खुलेको छ है सर र बादलहरू सर जाउँ ल ल्याऊ बाबु है लागि है त फेरि गन्तव्यतर्फ लागि होइन है ए यसलाई धपाउ है यसलाई धपाउनु पर्ने हुन्छ यो फेरि एकदम हिँड्नै मान्दैन यसको के खाने रे तिमीले यसको के खाने रे हो आइपुग्नु लाग्यो है अब यहाँबाट लगभग 5 मिनट अगाडि गयो भने चाहिँ अब आइपुग्छ हाम्रो पूजा गर्ने ठाउँ त्यही हो अगाडि चाहिँ सुकडाहरू अगाडि जाँदैछन् पछाडि आउँदैछन् अरू पछाडि आउँदैछन् हामी चाहिँ बिचमा छ मैले जो सानो भएर चाहिँ एकदम हिँड्न चाहिँ एकदम मलाई सजिलो भइरहेछ अनि अरूले चाहिँ अब साउनहरूलाई गाह्रो भयो होला मलाई चाहिँ एकदम सजिलो भएको छ है सानो भएर ठुलो भएको भए चाहिँ मलाई पनि गाह्रो हुन्थ्यो गुराँसको चाहिँ सिजन गएर रहेछ होइन हेर न ऊ अनि त्यो पुरै फुलेर पनि झरिसकेछ अनि एउटा दुईटा छ हल्का देखिन्छ रातो रातो हल्का है यस्तो छ है पुरै फुलेर पनि लगभग 50% चाहिँ झरिसकेको छ कि त्यस्तो छ यो त फेरि किन हिँड्नै मानेन त यो त हिँड्छ होइन हिँड्छ हिँड्नु पऱ्यो नि आइपुग्नु लाग्यो त अब सार हो कि पुठा पूजा परमेश्वरी रचेको र जमिनको धनी तिमी तिम्रो पाउमा छौँ हामी तिम्रो सेवा गरिरहेछौँ तिमीलाई आज पूजा दिइरहेछौँ तिमीले बारी पहिरो भलबारी खोला नाला सबै जोगाउनु पर्छ पहिरो हाल्नु हुन्न मान्यो हेलिकप्टर चट्ट गेरेबी पाक्दैछ है मासु होइन यतिकै झोल कि अझै थप्ने हलास त देखियो त के त मिठो देखियो त अनि ल रसहल्ला यस्तो निक्ले फाइनली खाना आइसक्यो गाइजहरू हामीले होइन खाना खाएर अब
एकछिन बसेर अनि जाने भन्ने कुरा भइरहेछ सर र बसाइदिनु सक्नुहुन्छ कोही यता बस्नुपर्छ कोही यता खानासाना खाएर रेस्ट टाइम भइरहेछ अब एकछिनमा अब कुरा भइरहेछ है गाइस